राष्ट्रिय परीक्षा बोर्डले आन्दोलनरत शिक्षक र विद्यार्थीलाई चाहिँ एक अनुरोध सार्वजनिक गरेको छ। अनुरोधमा यस्तो उल्लेख गरिएको छ, विद्यालय शिक्षामा विद्यार्थी, अभिभावक, शिक्षक र अन्य सरकारवालाले माध्यमिक तहमा गरिने सिकाइ उपलब्धिको मूल्याङ्कनलाई विशेष महत्त्वको साथ हेर्ने गरेको पाइन्छ। यसै कार्यको सिलसिलामा वार्षिक कार्य योजना अनुसार हाल कक्षा 10 को एसईई परीक्षा सम्पन्न भई परीक्षाका उत्तर पुस्तिकाको परीक्षण र 2082 वैशाख 11 गतेदेखि सुरु हुने कक्षा 12 को अन्त्यमा हुने माध्यमिक शिक्षा उत्तीर्ण परीक्षाका लागि राष्ट्रिय परीक्षा बोर्डबाट कार्यहरू हुँदै आएका छन्। यी दुवै कार्यमा राष्ट्रिय परीक्षा बोर्डको संयोजनकारी भूमिका रहने र प्राथमिक, संवेदनशील र महत्त्वपूर्ण भूमिका प्रबुद्ध शिक्षक वर्गको नै रहने कुरा सबैलाई जानकारी भएकै विषय हो। यस बेला एकातर्फ शिक्षकहरू नेपाल शिक्षक महासंघको नेतृत्वमा आफ्नो पेशागत हक हितका लागि शिक्षा विधेयकलाई ऐनका रूपमा चाँडो पारित गरियोस् भन्ने मागसहित आफ्नो अपिल सरकार सामु प्रस्तुत गरिरहनु भएको छ भने अर्कोतर्फ कक्षा 10 को परीक्षा सकेर बसेका विद्यार्थी आफ्नो सुनिश्चित भविष्यका लागि नतिजा पर्खिरहेको अवस्था छ। अभिभावकहरू समेत आफ्नो सन्तानको गुणस्तरीय शिक्षा र उज्जवल भविष्यको योजना बनाइरहनु भएको छ। कक्षा 12 का विद्यार्थीहरू विद्यालय तहको अन्त्यमा राष्ट्रिय रूपमा लिइने माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा दिनका लागि उत्सुकताका साथ पर्खाइमा रहेका छन्। विद्यार्थीले विद्यालय जीवनभरि गरेको उपलब्धिको प्रमाणपत्र प्राप्त गर्नका लागि पर्खिरहेको कक्षा 12 को परीक्षा आफ्ना बालबालिकालाई अभिभावकले गरेको लगानी, गुरुवर्गले आफ्नो विद्यार्थीलाई गरेको मेहनत तथा सरकारले गरेको लगानी समेतको सूचक भएको हुनाले यो तहको परीक्षा अत्यन्तै संवेदनशील र मानवीय पक्ष हो भन्ने विषयमा हामी सबै स्पष्ट नै हुनुपर्दछ। वर्तमान अवस्थामा कक्षा 10 को परीक्षा दिइसकेका विद्यार्थीलाई समयमै नतिजा दिन, उत्तर पुस्तिकाको परीक्षण गर्ने र कक्षा 12 को अन्त्यमा राष्ट्रिय रूपमा हुने परीक्षा सञ्चालन व्यवस्थापन गर्ने यी दुवै जिम्मेवारहरू प्रबुद्ध शिक्षक वर्गको सहभागिताबाट मात्र सम्पन्न हुन सक्छ। विद्यार्थीको गुणस्तरीय सिकाइ उपलब्धिका लागि शिक्षकको पेशागत सुरक्षा र प्राज्ञिक उन्नयन तथा विद्यार्थीको अवसर र प्राथमिकता सँगसँगै जानुपर्ने विषय हुन्। यिनै पक्षहरूबीच आफ्ना पेशागत हक हित र सुरक्षा सँगसँगै आफ्ना आज्ञापालक विद्यार्थीको भविष्य एवं प्राथमिकताको संवेदनशील पक्षलाई समेत आत्मसात गर्दै पेशागत उत्तरदायित्वकै रूपमा उत्तर पुस्तिका परीक्षण र कक्षा 12 को परीक्षा सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारीमा रही सदाझै सहयोग र सहभागिताका लागि राष्ट्रिय परीक्षा बोर्डको तर्फबाट पुनः नेपाल शिक्षक महासंघ, विद्यालयका प्रधानाध्यापक तथा समग्र शिक्षक वर्गसँग हार्दिक अनुरोध गरिन्छ। साथै सम्पूर्ण विद्यार्थीलाई परीक्षा तयारीका लागि धैर्यताका साथ निरन्तर लाग्न अनुरोध गर्दै यस सम्बन्धमा अभिभावक तथा अन्य सम्बन्धित सरकारवाला पक्षबाट समेत समन्वय र सहयोगको अपेक्षा गरिन्छ। धन्यवाद। डाक्टर महाश्रम शर्मा, अध्यक्ष राष्ट्रिय परीक्षा बोर्ड। दर्शकवृन्द, यति बेला चाहिँ राष्ट्रिय परीक्षा बोर्डले कक्षा 12 को परीक्षा र माध्यमिक शिक्षा परीक्षा एसई को उत्तर पुस्तिका परीक्षणमा चाहिँ सहभागी भइदिन चाहिँ अनुरोध गरेको छ। यति बेला चाहिँ विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै नेपाल शिक्षक महासंघले चाहिँ सडक आन्दोलन गरिरहेको छ र देशभरका सम्पूर्ण शिक्षकहरू काठमाडौँमा सडक आन्दोलनमा चाहिँ सहभागी भइराख्नु भएको छ र उहाँहरूले विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्नु भएको छ र सो ऐन जारी नभएसम्म एसई को उत्तर पुस्तिका परीक्षण एवं कक्षा 12 को परीक्षामा चाहिँ सहभागी नहुने चाहिँ बताउनु भएको छ र शिक्षक बिना कक्षा 12 को परीक्षा सम्भव छैन।
भन्दै राष्ट्रिय परीक्षा बोर्डले चाहिँ शिक्षकहरूलाई कक्षा 12 को परीक्षा र एसई को उत्तर पुस्तिका परीक्षणमा चाहिँ सहभागी हुन चाहिँ अनुरोध चाहिँ गरेको छ र शिक्षकहरू विद्यालय शिक्षा ऐन जारी नभएसम्म चाहिँ आन्दोलनका कार्यक्रम स्थगित नगर्ने चाहिँ अडानमा रहेका छन्। आगामी दिनहरूमा चाहिँ के हुन्छ तपाईहरुलाई म अपडेट दिने नै छु। मैले शिक्षकहरूको आन्दोलनको अपडेट साथै राष्ट्रिय परीक्षा बोर्डबाट हुने गरेका सूचनाहरू त्यसैगरी शिक्षक र सरकार बीच के भइरहेको छ तपाईहरु सामु अपडेट दिँदै आइरहेको छु। जाँदै तपाईले हाम्रो च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने सब्स्क्राइब गर्नु होला र नजिकै रहेको बेल आइकन प्रेस गर्न नबिर्सिनु होला। साथै यो भिडियोलाई लाइक, कमेन्ट, शेयर गर्न नबिर्सिनु होला। धन्यवाद।